आज चाहिँ बिहानै बाउ आत्तिएर मलाई कोलगसको छेउमा बोलाए। किन बोलाएका भनेर कुदै कुदै गएको त गाइस, यहाँ हेर्नु कोल पाकिरहेको रहेछ। गुड मर्निङ सबैजनालाई, कस्तो हुनुहुन्छ? म पनि सन्चै छु। अब देखिहाल्नुभयो यहाँनिर कोल चाहिँ यत्रो गइसकेको छ पाको, र बाउलाई चाहिँ बेचिदिनु भनिरहेको थिएँ। र यहाँनिर चाहिँ अलिकति भिडियो बनाइदिन थाल्यो भने हाँस्न थालिहाल्छन्। र यहाँ चाहिँ हामीले रायो छरेका थियौँ, कस्तो राम्ररी निस्किएछ गाइस। हाम्रो घर चाहिँ उम्रियो भने आउनु है लिनलाई। र यहाँनिर एउटा भिडियोमा मैले देखाएको थिएँ तपाईँहरूलाई खर्सानीहरू रोपेको, बिलाई रोपेको, र यहाँनिर चाहिँ यत्रो यत्रो पुली भइसकेछ, कति मजाले उम्रिएछ। र यहाँनिर एउटा रायो पनि छोडिदिरहेको थिएँ, त्यहाँ पनि ऊ भएछ। अनि यो चाहिँ कुन्द्री हो, यो चाहिँ क्या अरे करेला हो। यति ठुलो ठुलो भइसकेछ, जिग्रो लगाइदिएको थिएँ, अझै लाउनु पर्छन्। र यहाँ बाख्रा चाहिँ मलाई बोलाएका बोलाइ, चिच्याका चिच्याइ, अर्को उहाँ छ, अर्को यहाँ छ। र गाइस बाउ चाहिँ किन बात मार्छन्, के बात मार्छन् भनेर यसो बुझ्न गएको त फर्सीका गुटी रोप्छन् अरे। तपाईँहरू त अब बुझ्नुहुन्न कति पराइले, तर मैले चाहिँ भनिदिएको। यहाँ चाहिँ फर्सीका गुटी रोप्छन् अरे। मान्छे चाहिँ देख्नु हुँदैन, बाउले बोल्न थाल्यो भने बिहानबाट रातिसम्म बोल्छन्, बिसाउँदैनन्। र यहाँनिर हेर्न सक्नुहुन्छ, अब के भन्छन् हेर्नु है। मन भरियो अरे, भोक छैन अरे, बात मारेको। अनि रातभरि भूतले तर्सायो अरे, के अरे ओछ्यानको तल बम पड्कियो अरे, के भन्न थालेर मैले चाहिँ अनि रिसाइदिन थालेँ, बोली नै हाँसी नै हात चाहिँ हल्लाइरहेछु। अनि यत्रो डेरीसम्म चाहिँ किन सुतेका, आज उठेका सुतेर उठेका भनेर भन्दाखेरि चाहिँ बाउ भनिरहेछन् के अरे आज जानी बुझी म सुतेको, बाख्राहरूले कराई गरे भनेर यसो भनिरहेका थिएँ उहाँ हेर्नु। र गाइस आज चाहिँ म रिसाएर बोले जस्तै गर्दैछु, बाउ चाहिँ हाँसै छन्, जसरी भयो नि हँसारै छोड्छन्। र आज चाहिँ मैले थालबुटुका साट्ने भनेर सोचेर त्यो व्यापारीलाई बोलाउन भनेर गएँ। त्यहाँनिर बसिरहेको रहेछ, मतलब सामान आफ्नो बर्तन बेचिरहेको रहेछ। र यहाँनिर यसो हेरेको त बुइनीहरू स्कुल जाँदै रहेछन्। घाम चाहिँ देखिहाल्नुभयो कस्तो छ, घामको साथ जाडो पनि छ। र यहाँनिर चाहिँ यति थालबुटुका काकीहरूले किनिराख्नु हुँदै, यो भाँडो चाहिँ किन कुच्याएको भनेको त बस्तामा हाल्छ अरे। र मैले चाहिँ यो मान्छेलाई बोलाएको बोलाइ लिएर आएँ। र यहाँनिर आइसक्यो मान्छे। अनि यहाँनिर चाहिँ हाम्रो आमाले किनेका कुकरहरू थिए। र यी कुकरहरूलाई चाहिँ के अरे साटौँ भनेर यो कुकरहरूलाई सबैलाई निकालेर मैले एक साइडमा राखेर यो व्यापारीलाई बोलाएँ। यो व्यापारीले मेरो मनै डाउन गरिदियो। केजी सिस्टमले दिन्छु भनौँ थालबुटुका, र यहाँनिर चाहिँ हामीहरू भोजन गरौँ भनेर बाउलाई चाहिँ यहाँ थालबुटुका लिएर आऊ भनेर भन्न थालेर गइस लिएर जाँदैछु। कुकरहरू अब हेर्नु कति राम्रा कुकरहरू छन्, तर तावा चाहिँ लिन्न भनौँ। र यहाँ कराई हेर्नु कति कालो भइसकेको थियो। कुकरहरू चाहिँ यति राम्रा थिए, तर ढक्कनहरू चाहिँ सबै भाँचिएका। र यहाँनिर साट्नु पर्यो भनेर गर्दाखेरि चाहिँ यसले भनौँ हुँदैन भनेर। र गाइस आजको ब्लग चाहिँ कस्तो भयो तपाईँहरूले कमेन्टमा